हेलो गुड मर्निङ एभ्रिवान। आज म तपाईहरुलाई मेरो सानो गार्डन देखाइरहेको छु। केही त छैन, त्यही पनि अलिअलि केहरू रोपिरहेको छु। यहाँ ठुलो खालके बिउहरू, यो चाहिँ बिउको लागि राखेको, यो बोट चाहिँ बिउ चाहिँ रेडी भइरहेको छ। यी बिउ यहाँतिर पनि छ। योपालि खर्सानी चाहिँ त्यति साह्रो भएन मेरो, रोप्नु चाहिँ निकै रोपेको, तर त्यति साह्रो चाहिँ भएन। चाहिँ ठुलो खालके बिउ चाहिँ अघि टिपिसकेँ मैले। अघि टिपेको निकै टिपिसकेँ। यसै जिरे खोर्सानी भन्छ यसलाई। यसै लसुन बारी अस्ति रोपेको, निकै ठुल्ठुलो भइसक्यो मेरो लसुन चाहिँ। मेरो सानो गार्डनमा सबै रोपेको छु। यहाँ चाहिँ भर्खर सागको बिउ सारिरहेको छु। यहाँनिर चाहिँ यत्रो भयो सागहरू। हेर्नुहोस् है, योपालि ठुलो खालके बिउ चाहिँ पुरा छ। यहाँ चाहिँ ठुलो खालके सेतो मुला, यहाँ चाहिँ मुली हो कि के भन्छ नि, रातो मुला हो त्यो हो। यहाँ पनि छ ठुलो खालके बिउ। प्राय योपालि चाहिँ ठुलो खालके बिउ चाहिँ पुरै छ, बेसी ठुलो खालके बिउ नै। खर्सानी रोपेको थियो, खर्सानी चाहिँ प्राय भएन योपालि, अन्त ठुलो खालके बिउ नै रोपेको छु। हेर्नुहोस् है मेरो सानो गार्डन तपाईहरुलाई कस्तो लाग्यो, प्लिज लाइक शेयर कमेन्ट गरिदिनुहोस् ल। आजको लागि यति नै, बाइ बाइ।